नमस्कार दर्शक महानुभावहरू एवं हाम्रा दर्शकबिन श्रोताहरू, तपाईहरूले त्रिभुवन युनिभर्सिटीको क्रिकेट ग्राउन्ड अहिले रात्रिकालीन भ्यूज यहाँहरूले निहाल्दै हुनुहुन्छ। अहिलेको 9:30 बजेको समयमा म यहाँ उपस्थित भइरहँदा अहिले काम चाहिँ फिल्म स्टाइलले भइरहेको छ। यहाँको निर्माण कम्पनी समितिले रात दिन नबनेर खटिरहेको छ। यसका लागि निर्माण कम्पनीलाई म विशेष धन्यवाद दिन चाहन्छु। र अहिलेको यो त्रिभुवन युनिभर्सिटी क्रिकेट ग्राउन्डको चाहिँ रात्रिकालीन भ्यूजमा यहाँ हजुरहरूले हेर्दै हुनुहुन्छ। र अझै नि अर्को भागमा चाहिँ 12 बजे भइरहेको कामको भिडियो ल्याउने प्रयास गर्दैछु र तपाईँले चाहिँ हेर्दै रहनु र हामीलाई पछ्याइरहनु होला र सब्सक्राइब गर्न नबिर्सनु होला। नमस्कार दर्शक महानुभावहरू एवं हाम्रा दर्शकबिन श्रोताहरू, तपाईहरूले त्रिभुवन युनिभर्सिटीको क्रिकेट ग्राउन्ड अहिले रात्रिकालीन भ्यूज यहाँहरूले निहाल्दै हुनुहुन्छ। अहिलेको 9:30 बजेको समयमा म यहाँ उपस्थित भइरहँदा अहिले काम चाहिँ फिल्म स्टाइलले भइरहेको छ। यहाँको निर्माण कम्पनी समितिले रात दिन नबनेर खटिरहेको छ। यसका लागि निर्माण कम्पनीलाई म विशेष धन्यवाद दिन चाहन्छु। र अहिलेको यो त्रिभुवन युनिभर्सिटी क्रिकेट ग्राउन्डको चाहिँ रात्रिकालीन भ्यूजमा यहाँ हजुरहरूले हेर्दै हुनुहुन्छ र अझै नि अर्को भागमा चाहिँ 12 बजे भइरहेको कामको भिडियो ल्याउने प्रयास गर्दैछु र तपाईँले चाहिँ हेर्दै रहनु र हामीलाई पछ्याइरहनु होला र सब्सक्राइब गर्न नबिर्सनु होला। नमस्कार दर्शक महानुभावहरू एवं हाम्रा दर्शकबिन श्रोताहरू, तपाईहरूले त्रिभुवन युनिभर्सिटीको क्रिकेट ग्राउन्ड अहिले रात्रिकालीन भ्यूज यहाँहरूले निहाल्दै हुनुहुन्छ। अहिलेको 9:30 बजेको समयमा म यहाँ उपस्थित भइरहँदा अहिले काम चाहिँ फिल्म स्टाइलले भइरहेको छ। यहाँको निर्माण कम्पनी समितिले रात दिन नबनेर खटिरहेको छ। यसका लागि निर्माण कम्पनीलाई म विशेष धन्यवाद दिन चाहन्छु। र अहिलेको यो त्रिभुवन युनिभर्सिटी क्रिकेट ग्राउन्डको चाहिँ रात्रिकालीन भ्यूजमा यहाँ हजुरहरूले हेर्दै हुनुहुन्छ र अझै नि अर्को भागमा चाहिँ 12 बजे भइरहेको कामको भिडियो ल्याउने प्रयास गर्दैछु र तपाईँ